अस्ट्रेलिया मेलबोर्न वेस्टमा चाहिँ हामीले नेपालभन्दा 2 दिन अगावै होली मनाइसकेको छौँ, मनाउँदैछौँ। यति बेला मसँग एउटा ग्रुप नै छ, उहाँहरूलाई म केही क्वेसन सोध्छु, चुनाव लक्षित केही क्वेसनहरू सोध्छु, कस्तो आन्सर आउँछ लेट्स सी है त। तपाईँको नाम? सोहन। हजुर नेपाल कुन ठाउँबाट? म गुल्मी गुल्मी 1मा 3 जना मध्ये कसको जित होला? जित्नुपर्ने चाहिँ प्रदीप गेवालीले। झापा 5 पनि, झापा 5को चुनावी सरगर्मी त यहाँलाई थाहा छँदैछ। झापा 5मा चाहिँ कसले जित्छ जस्तो लाग्छ? अब झापा 5मा त ओलीको विकल्प को नै छ र? सागर ढकाल। झापा 5मा चाहिँ मलाई चाहिँ बालेनले जित्नुहुन्छ जस्तो लाग्छ। पक्का जित्नु होला त? अब मेरो गेस मात्रै हो, तर मोस्ट प्रोबेबली जित्नुहुन्छ होला। झापा 5मा कसले जित्छ जस्तो लाग्छ? झापा 5मा कसैले केही रोक्न सक्दैन, बालेनले जित्छ। जितेनन् भने के भन्नुहुन्छ? स्योरै जित्छ, 2 मात्रै छैन। नयाँको बहुमत आउँछ भनेर यति हल्ला भइरहेछ, रासोपा घन्टीले बहुमत ल्याउँछ भनेर भनिराख्दाखेरि हजुरलाई साँच्चीकै लाग्छ बहुमतले आउला त? आउँछ होला। झापा 5मा चाहिँ कसले जित्छ जस्तो? बालेनले जित्छ जस्तो लाग्छ। हजुर नेपाल कुन ठाउँबाट? म ललितपुरबाट। ललितपुर क्षेत्र नम्बर 2। तोसीमा कि अरू? तोसीमाले नै जित्नुहुन्छ होला। अनि झापा 5मा चाहिँ कसले जित्छ? झापाबाट स्योरली 100% बालेन। बालेन कि केपी ओली? बालेन जस्तो लाग्छ है मलाई चाहिँ। भइदियो हुन्थ्यो। कसले चाहिँ जित्छ? बालेनले जित्नुपर्ने हो, जित्छ नै। रासोपाको अहिले 2/3 नै आउँछ अथवा बहुमत आउँछ भनेर भनिराख्दाखेरि यहाँको धारणा के छ? अब आइदिए राम्रो, मलाई त बहुमत आइदिएर अनि राजसभा अगाडि गएर केही परिवर्तन आएर हाम्रो देशमा होइन। दाइ चाहिँ नेपाल कुन ठाउँबाट? म बुटोलबाट। बुटोलमा कसले जित्छ जस्तो लाग्छ? बुटोलमा पहिला त विष्णु पौडेल हो म, तर अहिले चाहिँ सुरभ खरेलले जित्नुपर्छ भन्छु म। रासोपाको रासोपा आउनुपर्छ भन्छु म। सेतो पार्टीको रिसेन्ट प्रक्षेपणबाट पनि त्यहाँनिर सुलभ खरेल धेरै अगाडि भनेर हामीले सुनेको थियौँ। के लाग्छ उसले? सुलभले साँच्चीकै जित्छन् त? अनि जित्नु नै पर्छ। अनि बालेनले कि केपी ओली कसले जित्छन्? बालेनले जित्नुपर्छ, नयाँ आउनुपर्छ। अब देशमा चाहिँ नयाँ आउनुपर्छ केही। अस्ट्रेलियामा बसिराख्नु भएको छ, कति वर्ष भयो हजुर अस्ट्रेलिया आएको? म आएको 7 वर्ष जति भयो। कति धेरैले चाहिँ नयाँले जिते, स्थायी सरकार बन्यो, देश विकासको गतिमा अगाडि बढ्यो भने चाहिँ फर्किन्छौँ पनि भनेर भन्नुभएको छ मलाई कति धेरै मान्छेले। के चाहिँ यहाँको विचार? अवश्य म फर्किहाल्छु नि। देश बन्यो त हामी फर्किहाल्छौँ नि। देश बन्नु पऱ्यो। म चाहिँ बुटोलमा 11 वर्ष व्यापार गरेर बसेको मान्छे हो, तर व्यापार गर्दा गर्दै त्यहाँको परिस्थितिले गर्दाखेरि चाहिँ नभएर अनि विदेशिएको मान्छे हो होइन। अब फेरि बन्यो भने पर म गएर फेरि व्यापार गर्न। थ्याङ्क यू सो मच।